पाँच पुरा होइन पचास दिन्छ मान्छे चाहिँ ठुलो काम त केही नगर्नु हलीमली देता श्रीकलकी माता जय श्री कलकी माता जय कल्पवृक्ष हलीमली देता श्री कलकी माताको चरणमा हलीमली अर्पण आज सकिमेला पनि आजको दिन हरेक उपत्यकाको हरेक मन्दिरमा यसरी नै परम्परागत रूपमा भुटेका देवगुडीहरूको कलात्मक देवी देवताको मूर्तिहरू आकृत प्रदर्शन गर्ने गरिन्छ। यसरी नै कलकी मन्दिरमा हामीले शक्तिको प्रतीक खड्ग देखेर देवगुडी हलीमली माताले अर्पण गरेका छौँ। होइन पचास दिन्छ
कसले बनाउनु भएको यो मैले हो त्यो होइन त्यो मैले बनाएको आदि चाहिँ हो मान्छे चाहिँ ठुलो काम त केही नगर्नु हलीमली देवता श्रीकण्की माता जय श्री कण्की माता जय कल्पवती माता अनि यहाँ पूजा कोही पनि छैन ज्येष्ठ नागरिकहरूलाई पनि बाँड्नु पर्यो कति दिन आउँछ त्यही बाँड्नु त्यही होलमा के भयो मलाई बाँड्नु नि त हलीमली देवता श्री कण्की माताको चरणमा हलीमली अर्पण आज सकिमेला पनि आजको दिन हरेक उपत्यकाको हरेक मन्दिरमा यसरी नै परम्परागत रूपमा भुटेका देवगुडीहरूको कलात्मक देवी देवताको मूर्तिहरू स्थापित प्रदर्शन गर्ने गरिन्छ। यसरी नै कण्की मन्दिरमा हामीले शक्तिको प्रतीक अर्घ देखेर देवगुडी हलीमली माताले अर्पण गरेका छौँ।